कति छ 40 हो क्या 40 30 यसको कति छ भाइ 40 कि 30 ए 72 पो बा ये तो बहुत ही औकात के बारे यार आमा ओए कस्तो कुदाको यसले त हाने 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 हेलो नमस्ते एभ्रिवान इट्स योर बोय योन्जन आजको भ्लग स्टार्ट बिहानबाट त होइन दिउँसोबाट स्टार्ट गरिरहेको छु आजको दिन अलिकति लोसे भइरहेको छु म चाहिँ किन भन्दाखेरि आइ एम गेटिङ टु लेजी बाई द वे सबैजना गइरहेको भने म चाहिँ किन पछाडि बस्ने म नि अगाडि गइदिन्छु नि आज म धेरै पछि मेरो युट्युब च्यानलमा म आएको छु किन भन्दाखेरि मैले भिडियो नगर्दाखेरि केही अपडेट केही पनि थिएन कि म अलिकति डिस्टर्ब थिएँ भनौँ न भ्लग न भिडियोज केही गर्न मन लागेको थिएन मलाई त्यही केटाहरूसँग घुम्न गयो यताउता केही पनि गरिरहेको थिएन सडनली अस्ति ट्राफिकमा एकजना फलोवर्ससँग ठोक्किन पुगेँ म बाई चान्स हि कल मी योन्जन ब्रो अनि मैले हजुर उसले मलाई के भन्यो भन्दाखेरि ब्रो यार के हो यार भिडियो आउन छोड्यो भिडियो कन्टिन्यू हाल्नु पर्यो के हो हालौँ न भन्यो होइन अनि ल ठिक छ म हाल्छु भन्यो अनि आज यो भ्लग किन गरिरहेको छु मैले भन्दाखेरि आज म गइरहेको छु हेलमेट किन्न अब यसो सोचेँ होइन एउटा हेलमेट मेरो साथीलाई गिफ्ट गरिदिउँ भनेर चाहिँ सोचिरहेको मैले किन भन्दाखेरि उसको बे भइसकेको थियो अनि मैले केही गिफ्ट दिन पाएको थिएन क्या अनि एउटा सरप्राइज भनौँ न त्यसको लागि एउटा गिफ्ट गरिदिउँ हेलमेट्स नेपाल त होइन कि हेलमेट्स नेपाल अलिकति कस्टली छ एउटा भाइ चिनेको छु मैले उसको सोरुम छ कि त्यहाँ अलि अगाडि अनि खोइ दाइ आउनु यहाँ एउटा नयाँ हेलमेट सप खोलेको छ त्यहाँनिर कति 40% समथिङ कति डिस्काउन्ट छ केवाइटीको नयाँमा भन्थ्यो अनि ओके ल जाउँ न त डिस्काउन्ट पाइरहेछ भने गइदिउँ लिनु त केवाइटी नै लिन्छु म अब एट फर्स्ट त लिनु त मेरो पर्ने छ किनकि मेरो पनि अहिले कन्डिसन वाइल्डै खत्तमै भइसकेको क्या अति नै खत्तम भइसकेको छ म पनि हेलमेट लिउँ भन्ने सोचिरहेको छु तर अब पैसा पुग्दैन किनकि दुईवटा केवाइटी त लिन सकिँदैन नि त त्यो भएको कारणले गर्दाखेरि अहिलेलाई एउटा मात्र लिउँ हानिदिउँ केटालाई गिफ्ट त्यसले नि के याद राख्छ काजी भाइको सोरुम यहाँ अगाडि छ यदि गाइज कसैलाई जाउँ है त हेर चेपिदिउँ न म्याम वाओ क्या लड़का है वेरी हैंडसम बॉय झन्डै गयो यार झन्डै यहाँबाट राइट लिउँ न है यहाँ हो सोरुम अनि यहाँ पार्क गरिदिउँ न उयो जस्तो लाग्यो मलाई यहाँ अगाडिको पार्क हियर यही हो मेरो बाइक चाहिँ दामी अब काजी भाइलाई भेटौँ ओहो काजु भाइ त्यो बाइक सेलमा राखेको क्या सबैजना सबै बाइक सेलमा डिस्काउन्टमा कुन दिने मलाई डिस्काउन्ट एम छ भयो यो बाइक त चढ्दिनँ म बुलेट पनि हो क्या बुलेट पनि हो 400 पनि छ एनएस हेरेर गाइजहरू कुन बाइक चाहियो दामी रहेछ यार यहाँ त कलेक्सन त ओइ अनि यो बाइक त के हो त नि यो त अस्ति भर्खर लन्च भयो नि त नि लन्च हुने बित्तिकै यो फ्यामिली राख्न अनकम्फर्टेबल भयो अरे अलि फ्यामिली म्यानै थियो त्यो मान्छे अनि एनएस 400G पनि छ है यहाँनिर डोमिनार भयो यो मिटियर भयो होइन सिबिआर त अहिले चल्दो बल्दो हो नि कहाँ हो हेलमेट लिने सस्तो ओहो यहाँ त खतरा बाइक रहेछ त यार ओइ मेरोवाला थिम त यस्तरी आएर रहेछ त अहिले त सुसी भने यही होइन अब मेन भनेको अब एउटालाई गिफ्ट गर्न ला हेर मैले होइन कुन दिउँ त यार कुन गिफ्ट गरौँ भन्न मैले त केवाइटी सिरिजमा गिफ्ट गर्ने भन्नुपर्छ साइज कुन छ यसमा मिडियम छ यो मिडियम हो त्यो रेडमा छ नि एउटा छैन यो सुसी है मिडियममै रहेछ थिम त दामी छ यसो कलर चाहिँ मलाई मन पर्यो तर अहिले कस्तो ट्याप हो कि के हो ओ इजी रहेछ त यार प्याडिङ त राम्रो रहेछ त अहिले त
तर अलि वेट रहेछ नि उयो कोर्स भन्दा चाहिँ हिरो हिरा लाल स्कर्पियन यो प्याडिङ खुलेपछि यस्तो आनन्द आमा यो वाला क्या राम्रो नि ड्युकमा क्या सुहाउँछ नि क्या यो भयो यो रेड भयो अनि फुल्ली कार्बन भयो यो वाइट चाहिँ धेरै राम्रो छैन यस्तो हलुका हो क्या त यार मैले मेरो टाउको मात्र फिल गरिरहेको छु कति कति छ कति छ 40 हो क्या अरे 40 30 यसको कति छ भाइ 40 कि 30 ए 72 पो बा ये तो बहुत ही औकात के बाहर है यार भाइ चाहिँ भित्र 12 ल थ्याङ्क यू सो मच ओहो पायो सिली पिटी पेटी प्याक सो वी गट दि वर्ल्ड क्लास हेलमेट KYT फ्रम दि मोटो रेप अब के गर्नु यार यत्रो हेलमेट लिए यार घर लानु पऱ्यो नि यो त अब जाउँ कफी खान पहिला केही खाऊँ या कफी खान कहाँ जाउँ यहाँ खाने कि यता खाने भन्ने त्यहाँ के छ यहाँ के छ त्यता अलिक सस्ता अलिक महँगो छ क्या रे भिख मंग्या उता फर्की त हामीले हाम्रो सरप्राइज ल्याइसक्यौँ अनि यो हो हाम्रो ठुलो सरप्राइज यहाँनिर लेखेको छ कि वर्ल्ड क्लास हेलमेट भनेर यहाँ लेखेको मस्त छ यसलाई एकलट झिक्दिउँ है त कस्तो छ यसमा आउने भनेको एउटा भाइजर मेल मान सामान त यहाँ छ नि यस्तो राम्रो ब्याग छ मलाई अति मनपर्छ कहिले म जुत्ता पनि हालेर हिँड्छु यसको उसमा मैले चाहिँ सो यो चाहिँ सुसी एडिसन हो सो अहिले KYT को दामी चलिरहेको अहिले यो मार्केटमा साथी खुसी हुन्छ होला यति देखेपछि चाहिँ एक लट लगाइदिउँ ल आमामामा ओइ कम्फर्टेबल रहेछ त मलाई यसको राम्रो लागेको चाहिँ ग्राफिक्स चाहिँ अति दामी लाग्यो होइन यसको ग्राफिक्स चाहिँ झन् अहिले TT कोर्सको आई गेस अपडेटेड भर्जन भनौँ न TT कोर्सलाई TT रेबो भनेर आएको छ जहाँसम्म मलाई थाहा भएको चाहिँ एज कम्पेयर टु यो पुरानो जुन चाहिँ मेरो TT कोर्स हो भइसक्यो 2 वर्ष समथिङ यस्तो भइसक्यो 2 वर्ष या 1.5 वर्ष भइसक्यो अनि यो रेबो यसको अपडेटेड भर्जन यसको स्पोइलर अलिकति एक्सटेन्ड भएर आएको छ यसलाई यो निकाल्न पनि मिल्छ अब आफ्नो चोइस अनुसार हो फाइदा चाहिँ मलाई के लाग्यो भन्दाखेरि TT किन्दाखेरि चाहिँ यो नर्मल भाइजर मात्र आउँथ्यो यस्तो खालको नर्मल भाइजर आउँथ्यो अब यसमा चाहिँ यो किन्दाखेरि इभन यो ब्ल्याक भाइजर फ्री यो चाहिँ दामी लाग्यो मलाई अरू भनेको नयाँ यो लक मेकानिजम हेलमेट अलिकति चाहिँ एज कम्पेयर टु पुरानो TT कोर्स भन्दा चाहिँ यो अलिकति हेभी छ हल्का थोरै स्लाइडली धेरै त्यस्तो पनि होइन अब हेर्दा त छुँदै माया लाग्दैछ म पनि लिन्छु एउटा यसको प्याडिङ त अति दामी अरू केही भन्नै पर्दैन ओभरअल दामी लभ इट सो यही हो हाम्रो साइलेन्सर पनि हाल्नेवाला छौँ जुन चाहिँ अस्ति समातेको थियो नि जुन बुलेट के भन्नु हन्टर अब त्यसमा फेरि हामी एक्जस्ट हाल्छौँ त्यसको पनि भिडियो चाँडै आउनेवाला छ सो अहिलेको चाहिँ यो KYT को हो एन्ड दिस बिलोङ्स टु माई फ्रेन्ड विश्वास बजगाई त्यही नै हो मायाले गिफ्ट गरेको साथी मायाले राख यो मेरो चिनो हो तिम्रो लागि यही नै हो स्क्रैच नलगाउनु स्क्रैच लगायो भने मेरो मुटु दुख्नेवाला छ धेरै नै मुटु दुख्नेवाला छ सो यही नै हो अहिलेको लागि चाहिँ यति नै अब हामी प्याक गर्छौँ यसलाई घर लानु छ मेन त अनि त्यसपछि हामी डाइरेक्ट भेट्छौँ हाम्रो POV मा ओके बाई बाई यो हेलमेट घरतिर छोडिदिउँ अनि देन त्यसपछि आएर विल गो फेरि ब्याग उसलाई हान्नु म छोड्नुपर्ने हुन्छ किनकि ऊ सोरुममा काम गर्दा गर्दै मैले उठाएर लिएर आएको हो आजको दिन यसरी नै गयो हेलमेट किनेर नै गयो त्यहाँ हेलमेट किन्ने ठाउँमा गएँ म कति बजी निस्केँ म 12 कि 1 बजी त निस्केको यहाँ आउँदाखेरि 2 साढे 2 जस्तो भएको थियो अनि यताउता गर्दा 3 बजी हाल्यो यो गर्दा 4 बजी 5 ठोक्या हो ए मैले त यो बचाउनु पर्ने रहेछ हेलमेट छुइरहेको कत्रो बक्स छ यार यहाँ पछाडि देखिरहेको कि छैन वहाँ ठुलो बक्स है भाइ नभए त ओहो ट्याक्सीमा लानु पर्थ्यो यार मैले ट्याक्सीको फेरि छुट्टै पैसा 500 रुपियाँ क्रस गरिदिउँ नगरिदिउँ आई गेस क्रसै गरिदिनु पर्ला
अब बाइकमा पनि सर्भिसिङ गर्न बाँकी छ मेरो दुईटा भिडियोज पेन्डिङ भनौँ न अब फेरि हन्टरको भिडियो आउँछ होला एक्जस्ट हालेको अनि देन त्यसपछि आएर यो मेरो बाइकको सर्भिसिङ गरेको अनि त्यसमा चाहिँ म डिटेली भन्नेवाला छु कि के यसमा गरेको छ मोस्टली मलाई धेरै नै टिकटकमा मेसेज आइरहेको हुन्छ कि ब्रो मैले पनि सेम बाइक लिएको छु पहिला यो बाइक चढ्न लाज लाग्थ्यो अङ्कल जस्तो फिल आउँथ्यो भन्ने हुन्छ आफ्नो प्रेफरेन्स हो आफ्नो बजेटले कति भ्याउँछ त्यही नै किन्ने हो आफ्नो उमेरमा त कसै आफूले नि किन्दैन नि त 2 नम्बर काम गर्नु पऱ्यो कि त अब राम्रै तलब हुनु पऱ्यो एउटा बाइक लिनलाई पनि सो यही नै हो कि आफूले चढ्ने बाइक युनिक बनाऊ मेक इट आफ्नो स्टाइलमा के ट्राफिकले समाउने गरेर बनाउँदा नि हुन्छ ट्राफिकले नसमाउने गरेर बनाउँदा हुन्छ अब मैले चाहिँ मेनली अब त्यस्तो देख्नेवाला यो यसको सट्टामा ड्युकको होइन हालेको होइन यो केही हालेको होइन जस्ट सिम्पल बेसिक आफूलाई यसो हेर्दा चित्त बुझ्ने खालको त्यस्तो भयो भने मात्र मैले बनाउँछु मैले यहाँनिर कार्बन फाइबरको ऱ्याप गरेको छु होइन अब स्टिकरहरू यो ऱ्याप गरेको छु यसरी नै ऱ्याप गर्दा पनि पायो नि त अब स्टकमै अलिकति राम्रो लुक्स आयो यसले गर्दाखेरि पनि सो यस्तो ओभरअल पार्ट्सहरू डिटेली हेऱ्यो भने चाहिँ राम्रो देख्छ अब एफजेड त त्यस्तो उयो होइन कि जस्तै अब एनएस जस्तो हुन्छ नि त एनएस R15 MT यिनीहरू जस्तो होइन कि यसको आफ्टर मार्केटको लागि सबै मोडिफिकेसन पार्ट्सहरू त पाउँछ नि त तिनीहरूको लागि त यसको लागि पाउँदैन कि एप्रिसिएसन धेरै राम्रो आइरहेको हुन्छ कि अस्ति एउटा म्यासेज थियो कस्तो राम्रो लागेको थियो मलाई ब्रो थ्याङ्क्स अ लट भने होइन किन र ब्रो भनेको जस्ट यत्तिकै ऱ्यान्डमली म्यासेज हालेँ होइन अनि तिमीले गरेर मलाई मेरो आफ्नो बाइक चढ्न पनि मन लागिरहेछ अहिले त्यस्तो लाज लाग्दैन पहिला मलाई यो बाइक लिएर हिँड्न लाज लाग्थ्यो साथीहरूको अगाडि ग्रुपमा यहाँ हौ भनेर आयो कि लमा यहाँ त्यस्तो नि हुन्छ र जस्तो लाग्यो क्या मलाई केटाहरूमा पनि त्यस्तो हुन्छ र त्यो जस्तो अब कसै R15 यहाँ हौँ त्यहाँ हौँ सधैँ अब V2 लिएर आउँदाखेरि FZ लिएर आउँदाखेरि बिल्ला हान्ने कोही हुन्छ र यार त्यस्तो नगर्यो यार केटाहरू यार जे भयो भने यार साधन त हो नि 2 चक्के त हो नि 120 नपुगेको पनि 100 त पुग्छ नि यार उसको पनि अब कति भन्ने यो बाइकको बारेमा कति भन्नु जति भने पनि अब त्यही नै हो जो अस्ति एउटा केटीले हानेर नम्बर प्लेट यस्तो गरिदियो ऐसा मत करो मेरी जान यो जति भने नि त्यही हो यो बाइकको बारेमा जति बोले नि त्यही हो हेलमेट घरमा राखिसक्यौँ अब भनेको काजी भाइलाई उसको सोरुममा पुऱ्याइदिने हो अब हामी आइसक्यौँ काजी भाइको सिधै अगाडि यो बजाज भनेर छ ब्रोको बजाज भनेर अब हामी यहाँनिर बजाजको बाइक्स एन्ड अल लेट्स पार्क हियर काजी भाइलाई यहाँ छोडे अनि त्यसपछि उसको सोरुम पनि बन्द हुने बेला भइसकेको छ अब यहाँबाट एक न्यु रोड जानुपर्ने भयो दबाई लिनलाई अनि आमा भूमिपुत्र पहिला उसको एनएस थियो त्यसपछि डोमिनार देन त्यसपछि पल्सर 150 यस्तै हो सोरुमवाला भएपछि फाइदा हो नि त मैले बाइ द वे भन्न बिर्सेँ मैले उसकै सोरुमको बाइक ठोकेको हो नि अस्ति नै आई एम सो स्याड ग्रिन लाइट रेड लाइट ग्रिन लाइट रेड लाइट कतिको राम्रो देखिरहेको छैन मलाई थाहा छैन यो क्यामेराले हानिम कर्नर ओए खतरा 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 बुझिन अलि अगाडि जाउँ न ल के भन्दै थियो त्यो हेलमेटले गर्दा चिनिन्छ के ए हो र तिमीले फ्लर हन्काइमा टेस्ट गरेको थियो हो खोइ थाहा नै भएन के को लागि गप्पीको लागि गप्पी बुझिन त्यो छैन नि मैले केही गराएन ए हो र ल थ्याङ्क यू सो मच ल भेटौँला ल मलाई मेरो हेलमेट र उसले गरेर चिन्छ रे केटोले भनेको यस फाइनली यस आइ एम नट मोर्निङ यार म मोर्न गरिरहेको होइन है फेरि यसो गरौँ ल यहाँबाट छिरेर यहाँ निस्क्यौँ न ल जाऊ बहिनी जाऊ टिरिक लाउनु पर्यो टिरिक ला हामी त छिर्दैन होला आमा हामी अगाडि जान्छौँ
सक्सेस टिरिक हान्दै टिरिक कति अफ क्यामेरा फलोजहरू भेटिरहेको हुन्छ आज अन क्यामरे म त त्यो रुट प्याक हुन्छ नि त त्यही भएर हतार रेड्दै गइरहेको थियो त्यो पछाडिबाट एकैरट्टि आएन अनि ब्रो रे फेरि मलाई सेम यसरी नै बोलाउँछ क्या ब्रो तिमी लाइफ अफ योन्जन होइन यस पहिला पनि त्यही ब्रो तिमी योन्जन होइन यस हामी योन्जन खोइ के फिस्टमा एप्लाई गरे हो भनेर सोधिरहेको थियो मैले के फिस्टमा एप्लाई गरेँ मैले केही फिस्टमा एप्लाई गरेकै छैन मैले केमा गरेँ यार ब्रो यदि तिमीले यो हेरिरहेछौ भने होइन प्लिज मलाई भनिदेऊ अघि राम्रोसित बुझेन क्या मैले त्यो जामले गरेर यता तिमीले बोलिरहेको थियौ म यता पछाडि जाम हेरिरहेको थियो लमा हन हान्छ कि भनेर केही छैन प्लिज गाइज लेट मी नो के भनेको उसले मलाई धेरै कुद्ने होइन अलिकति भयो नि कुद्छ यतिरो सुपर बाइक भएको हुन्छ त्यसको आमा उयो कस्तो कुदाएको हो यसले त मेरो बाइक हो कि नभेट्ने मा त्यसको कस्तो धुवा क्लच प्लेट कस्तो गडा जस्तो त्यो धुवा गडाउँदैन त्यस्तो आमा यस्तो त कुदाउनु हुँदैन यार ओ यो भित्र त नकुदाइले विली हान्छ क्या हाने Wow! Beautiful! कस्तो म त लड्यो भने भित्तामा झन्डै जोते ल बाई मैले त गयो भने एकछिन त्यो त थ्याङ्क गड झन्डै भित्तामा जोत्या भे खत्तम हुन्थ्यो ब्याक होम दामी छ मेरो बाइक दामी छ आइ एम इन लभ विथ दिस बाइक आज धेरै रमाइलो भयो सबैजना भेट्यौँ मेनली अफ क्यामेरा कतिजना पनि भेटिरहेको हुन्छ अब आज चाहिँ मैले क्यामेरा माउन्ट गरेर हिँडेको थिएँ सो भेटिहाल्छ कि भेटिहाल्यो भने म क्याप्चर गर्छु उनीहरूलाई म राख्छु मेरो भिडियोजमा हाल्छु म भनेर सो ओभरअल सबैले जतिले भेट्यो पनि मलाई राम्रै भनिरहेको छ आई मिन राम्रो होइन एप्रिसिएट गरिरहेको छ जस्ट भिडियोज आउनु पऱ्यो भिडियोज हाल नछोड यस्तो भनेर सो यही नै हो आजको लागि यति नै अब यस्तै भिडियोजहरू हाल्दै गरौँला अनि यही नै हो सो नेक्स्ट भिडियोमा मिलाउँला किप सपोर्टिङ लाइक एन्ड सब्सक्राइब यो चाहिँ अति दामी छ यो बक्स चाहिँ मलाई दामी लाग्यो सो यो यही नै हो अब फेरि बाई बाई